हेलो एभ्रिवान, अंग्रेजी नयाँ वर्षको सम्पूर्णमा धेरै धेरै शुभकामना। अनि अंग्रेजी नयाँ वर्षको दिन चाहिँ हामी नेपालीहरूको टोपी दिवस पर्छ नि त, सबैलाई थाहा छ। टोपी दिवसको पनि सम्पूर्णमा शुभकामना। हजुरहरूले कसरी रमाइलो गर्नुभयो, कसरी मनाउनु भयो नयाँ वर्ष? हामीले चाहिँ एकदम रमाइलो गऱ्यौँ। मेरो साथीले र मैले यति मजा लियौँ, यति नाच्यौँ नि, सिमै होइन कि हामीले यति रमाइलो गऱ्यौँ। एकदम पसिना पसिना हुने गरी नाचेको थियौँ। उनी पनि एकदम नाच्न रमाइलो गर्नलाई एकदम इन्ट्रेस्टेड, म पनि त्यस्तै एकदमै रमाइलो गऱ्यौँ। मलाई कस्तो लाग्छ भने कहिलेकाहीँ रमाइलो गर्दा चाहिँ एकदम खुलेरै नाच्न मन लाग्छ कि मलाई। कहिलेकाहीँ त हो नि बेला मौकामा रमाइलो गर्ने, अनि यस्तो बेलामा चाहिँ मलाई एकदम रमाइलो खुलेर नाच्न मन लाग्छ। अनि अरू बेला त काममा गइहालिन्छ, टाइम पनि हुँदैन। कहिलेकाहीँ यस्तो कलाकारहरू आउँदा बेला मौकामा त हो नि रमाइलो गर्ने जस्तो लाग्छ कि मलाई। त्यही भएर एकदम खुलेर नाच्न मन लाग्छ, खुलेर रमाइलो गर्न मन लाग्छ। अनि रमाइलो गर्ने भनेर हामी हप्तै पछि पनि त रमाइलो गर्न भ्याउँदैनौँ नि त, काम हुन्छ। यस्तै बेला मौकामा त हो नि रमाइलो गर्ने भनेर हामी चाहिँ एकदम रमाइलो गऱ्यौँ हिजो चाहिँ। यो भ्लगमा चाहिँ बोलेर भन्दा यत्तिकै भिडियोमै गीत छ नि त, यत्तिकै मजा हुन्छ होला जस्तो लाग्यो मलाई। म बोलेर भन्दा यत्तिकै भिडियो हाल्छु, तपाईँहरू चाहिँ एकदम मजा लिनुहोस्, कमेन्ट गर्नुहोस् है त। अनि तपाईँहरूलाई पनि फेरि अंग्रेजी नयाँ वर्षको धेरै धेरै शुभकामना। ल मजा लिनुहोस् है त हजुरहरूले पनि भिडियो हेरेर। लालाजी हमर प्यारे लाला, अरे मीठापन बनाता बनारस वाला, मीठापन बनाता बनारस वाला। ओके संजय, हैप्पी न्यू इयर। आई होप तपाईहरुले पनि भिडियो हेरेर एकदम रमाइलो गर्नुभयो। अनि कमेन्ट गर्न चाहिँ नभुल्नु है। थ्यांक यू वाचिङ फर माई भिडियो। बाइ बाइ।